हेलो गुड मर्निङ। हामी चाहिँ यहाँ जोगमुनिको स्टोरमा भिजिट गर्दैछौँ। जोगमुनिको सिटी कार्ड भन्ने स्टोरमा भिजिट गर्दैछौँ। यहाँ चाहिँ यस्तो छ है। अनि हामीले चाहिँ मेरो कान्छा छोरालाई ज्यामिट्री बक्सको आवश्यकता थियो, त्यही भएर हामी ज्यामिट्री बक्स छान्दैछौँ। अनि यो लाने हो कि अर्को लाने हो भनेर हाम्रो चाहिँ बुढाबुढी सल्लाह गर्दैछौँ। त्यही भएर अनि छान्दैछौँ। प्लास्टिकको भयो भने एकदम राम्रो राम्रो थियो, त्यही भएर मैले एउटा चाहिँ लिएँ। अनि त्यो लिइसकेपछि फेरि माथिल्लो तलामा गयौँ। त्यहाँ चाहिँ पुरा लेडिज आइटम पर्सहरू रहेछ। पर्सहरू पनि 199 299को एकदम राम्रो राम्रो थियो। तर यिनीहरू चाहिँ सबै आइसी पैसाको हो। तर मैले चाहिँ किनिनँ, किनभने मसँग अलरेडी पर्सहरू थुप्रै छ, त्यही भएर लिइनँ। भिडियो चाहिँ बनाएँ। यस्तो राम्रो राम्रो छ है। त्यहाँदेखि फेरि माथिल्लो फ्लोरमा गयौँ। यहाँ पनि लेडिज आइटमहरू यस्तो दामी दामी है। प्राइसहरू पनि त्यस्तै अब है 199 299को थियो। अनि म चाहिँ यहाँ छान्दैछु कुन लाने भनेर। अनि फेरि यहाँ चाहिँ फेरि चप्पलको आइटमहरू रहेछ। अनि यो मलाई मन परिरहेको थियो। ठक्क प्राइस हेरेँ 299को थियो। मैले चाहिँ यो मन परेर मैले लिएँ। यो पनि राम्रो छ। यहाँ हेर्नु आइटम चप्पलहरू यस्तो यस्तो राम्रोहरू छ। त्यहाँदेखि फेरि माथिल्लो फ्लोरमा गयौँ। यहाँ पनि पुरा लेडिज आइटमहरू नै, पुरा जिन्सको पेनहरू, घरमा बस्ने कटनको सुरुवालहरू, हाफ पेन्टहरू, भेस्टहरू नै थियो यहाँ पनि। तर सबै राम्रो राम्रो थियो। प्राइस सेमै हो। अनि म चाहिँ यहाँ हेरेर मलाई मनपर्ने कुराहरू चाहिँ मैले लिएँ। यिनीहरू लिएँ, मेरो भेस्टहरू लिएँ। अनि बुढोलाई म देखाउँदैछु, मैले यो लिएँ है बुढो भनेर मैले देखाएँ। किनिसकेपछि चाहिँ अनि त्यहाँदेखि अगाडि गएर पैसा त तिर्नु पऱ्यो। अनि यसो आज भिडियो बनाउँदै गएँ राम्रै लागिरहेको थियो। तर मैले किन्ने चाहिँ किनेँ, त्योभन्दा अरू त किन किन्नु। अनि अगाडि गएर पैसा पेमेन्ट गरेपछि बुढोलाई बिल देखाएँ। अनि यति आयो भनेर किनिसकेपछि चाहिँ म चाहिँ चल्दै ओके बाई बाई। थ्याङ्क यू फर वाचिङ।